hi to Prati's vlog. Welcome to my vlog. Hello guys. आज चाहिँ हामी क्याम्पिङमा आएको हैन just second day हो. And it's a group camping. This is our टेन्टहरु सेटअप गरेर first, second, and third tent is about to be ready. Bye. कस्तो लाग्दैछ थर्ड टेन्ट सेटअप गर्दा? एक्सपिरियन्स भयो सबैलाई? मेराजु आज त टेन्ट एक्सपर्ट हो अब? You look like a ranger. I am the ranger. And this is our group campground. Hi, welcome to my vlog. खोइ हाम्रो जेन्जी खोइ? ए जेन्जी. त्यति के छ? यसो गरेर बनाउन मैले हल्का सिकिरहेको छु के? कति राउन्ड दिए? राउन्ड दिएछु। या के छ दाइ? ल हाम्रो vlog हेर्दैछ है? Asi, welcome to my vlog. यहाँ जताततै गाइस म चाहिँ रेन्जर बुढी बनेछु है बुढा रेन्जर बुढा यता हेर मेरो यहाँ सब हमला बोल्दैछ वेलकम टु Prati's vlog. खै बेबी छोड त हाम्रो बिहानको फर्स्ट क्याम्पिङ दिदी के छ ठीक छ हल्का टायर्ड भछ कस्तो लाग्छ म मेरो कपाल भछ नि त तर मेरो चाहिँ पातलो हो नि सारी हो नि त Everything good, Moini, everything good. दाइ त अग्लो हुन्छ यस्तो गर्नुपर्छ होला सही हो मैले अर्को सोइदालाई फोन गरेर रिस्पेक्ट गर्दिनी ह्यापी बर्थडे ओ बुढा हो के छ ल यता हेर नि त सुन्नु मलाई भावै दिँदैन खै बर्थडेको कस्तो बोलाउ ल बोलाउ आऊ भने आऊ के छ यहाँ गणेश दाहाल फ्यामिली बेबी हामीहरू यहाँ पुरा हाइकिङ जाँदैछौँ एकछिन यहाँ समाइदियो त प्रतिज्ञा वाटर बोटल अनि लेट मी सो यु माई आउटफिट ल स्काइलाइन ड्राइभ ओइ कडा देखेछ है दुईजनाको कपाल त हेर न त्यहाँ टक्क बाह्रमा पुरा खैरेनीहरू जस्तो कपडा रे कपाल कस्तो राम्रो देखेको के घाममा हामीहरू चाहिँ हाइकिङ जान लाग्यो आधी ग्रुप मान्छेहरू चाहिँ त्यही बसे अनि आधीहरू चाहिँ यहाँ छन् ओहो को हो यो पुतली आमा मेरो बुढी पो रहेछ म त बुढीले आँखालाई भनेर गाली गर्छ भनेर त आफ्नै रहेछ के भयो रे आउनुहोस् मलाई क्या म्याम आउनुहोस्
कसरी आयो ल सक्यो तिमीहरूको भ्यू हेरेर सक्यो होइन बुढी म त हावा ओइ दाइले गुल्टिन्छ गुल्टिन्छ के बुढो ओके हिँड न ल जाम गाइस लेट्स गो साली जाम जाम ओ के हो अल्छी हिँड पुतली तिमीलाई बोक्न सक्छु म टाउनमरि खुट्टा चाहिँ नभाँच फेरि बुढोले बोक्छ भनेर आमा हो गणपति बाप्पा मोरया गणपति बाप्पा मोरया हो क्या म चाहिँ यहाँ चिया रोटी बनाउँदैछु त टर्की ससेज हुँदैछ म खाँदै पनि छु स्ट्रबेरी टाइम चटपटे चटपटे कति डलर हो गाइज चटपट वाली तो बहुत सुंदर है बहुत ज्यादा सुन्दर लसुन चाहिँ पाकेको रहेछ र लसुन ठुलो भयो तर यो चटनी चाहिँ लास्टै फेमस भयो है अर्को ग्लोभ्स छैन है हामीसँग ए छ त नि नीलो कलरको कहाँ छ प्रेजेन्टसँग छ एउटामा हुन्छ दसैँमा एउटा पैसा जित्यो भनेको जी को 57 Guys, dear. Okay, he's walking with us. ल हाम्रो चाहिँ यो नाइट भ्यू है गाइज काम गरिरहेको छन् केटीहरूले म चाहिँ अल्छी पाराले बसेको छु हेर यहाँ हाम्रो बर्थडे गर्लले चाहिँ सबसे धेरै काम गरे है हैन भइहाल्यो सकि नै हाल्यो माइहाल्यो होइन गर्न देऊ न यसरी बर्थडे सुरुवात गर्नुपर्छ के 30s हामी 20s मा भएकोले चाहिँ रमाइलो गरौँ न होला आगो बाल्नु केक छ गाइस बर्थडे गर्ललाई थाहा नै छैन अन्त आजको मुन चाहिँ यस्तो राम्रो छ यसमा त क्वालिटी त्यस्तै हो होइन यहाँ सरप्राइज गर्नु भनेको यहाँनिर बर्थडे कल काम गरे भएछ अञ्जल दाइ ओइ सबैजना भेला हौँ Happy birthday to you Happy birthday to you Happy birthday dear Soita Happy birthday to you Yay पुरा तिमी देखिनौ त लाइट बन्द गर ताली बजाएको ल बेबी ताली बजाइदियो ल ह्यापी बर्थडे अनि म पनि क्यान्डल छैन खै ल्यान्डन खै त्यो ल्यान्डन अन अफ गरेर बर्थडे भन्ने भनेर हैन त ल ल ल ह्यापी बर्थडे टु यु
बर्थडे गर्ल इज कटिङ केक हामी चाहिँ खाँदैछौँ कडा 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 ओ माई गॉड हेरेर चपाएर गाइज अब हामी स्मोर्स बनाउँदैछौँ बिना लाउदिमा घुसाइसकेको छ अनि हामी चाहिँ गर्ल्स ग्याङ है वी आर ह्याभिङ फन अनि गाइज आर कुकिङ मेल्ट गर्न यहाँ राखिराख्नु नि अझ हाम्रो चाहिँ रेडी भयो कस्तो छ एन्जेला सो गुड हो यहाँ आशीले सिकाउँदैछ आगोमै नगर एकछिन यहाँ मकै बोल्दैछ माथि गर आस्था माथि गर कस्तो छ कडा भयो है कडा यहाँ त खुट्टा मालिस कम हो साग पनि बस्छु के त This is our second morning. म त सनराइज हेरेर आएर मस्त सुतेँ गुड फर मी मैले बुझेको छैन डेमन स्लेयरको मुभी आउनु बेला कम क्रेज भएको थियो सबै प्याक थियो हामीले गरिदिन्छौँ पख अहिले घर गएर त्यसमै थियो हाम्रो सेफ अञ्चल दाई सबैजना खाना पुरी अनि हामीहरू चाहिँ के अरे कसमा कहिले कसको तनाउँछ नरौ बुढो नरौ अब हामी चाहिँ फर्किन लाग्यो सबजना आफ्नो आफ्नो घरमा छन् त्यो चाहिँ हाम्रो घर खै 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 अनि यो चाहिँ म है बसौँ बसौँ ढोका उता छ क्या यहाँ हाम्रो ब्लग बनाउँदै हुनुहुन्छ होइन यहाँ सबैजना यस्तो के गर्दैछ यहाँ बिहोनी भाइ ह्यान्डसम दिदी ब्युटिफुल हेलो 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 क्यों हो Hi, Dion. And la 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 la. सब यहाँ एउटा बाँकी हो अब यहाँ दिदी हुनुहुन्छ चाहिँ बुढा र बुढी यो चाहिँ प्रतिज्ञा र म यो चाहिँ बिहान birthday to you. Reset the tent. We're gonna camp tonight here. Yeah. Hi. Hello. Yo, what's up? Hi. There we go. आफूलाई नि घुमाउनु यस्तो आफूलाई नि घुमाउनु Lots of you. ल यहाँ सबैजना टेन्ट निकाल्दैछन् हाम्रो चाहिँ अब सक्यो होइन अब हामी बर्थडे गर्लबाट इन्टरभ्यू स्टार्ट है त बर्थडे गर्ल हाउ वाज योर एक्सपिरियन्स एकदम खतरा एकदम रमाइलो भयो एकदम स्पेसल बर्थडे भयो मेरो थ्याङ्क यू सो मच सबैजनालाई ओके अब हामी बर्थडे बोयको हस्बेन्डसँग बिजी बिजी भएको ए बर्थडे गर्ल हेलो के बोल्ने हो हजुरको एक्सपिरियन्स कस्तो भयो वाइल्ड धेरै रमाइलो भयो थ्याङ्क यू सो मच सबैजना ह्यापी बर्थडे टु मेरो बुढी सोइटु मेरो सोध्दै आउनु आउनु अघि चाहिँ फेरि हामीले भनेको क्यान्सल भएको थियो फेरि गरौँ एकदम रमाइलो भयो ठाउँ पनि एकदम राम्रो
अनि कसले चुज गर्नुभएको एकदम थ्याङ्क यू सो मच अनि प्लस हाम्रो यो कम्पनी पनि एकदम रमाइलो अनि म चाहिँ एकदम लकी फिल गरिरहेको छु किनकि तिम्रो भ्लगमा आउन पाइरहेको छु नि त म ल यो चाहिँ जसरी नै हाल है लाइक कमेन्ट एन्ड सब्सक्राइब फर तिम्रो युट्युब च्यानलको नाम के हो प्रातिस डायरिजमा चाहिँ लाइक कमेन्ट एन्ड सब्सक्राइब है त एकदम रमाइलो भयो है ल बहिनीसँग झन् कम्पनी नै रमाइलो हुन्छ एकदम कमेडी हुन्छ हुनुपर्छ नि त एन्जेला डार्लिङ ल भन न त कस्तो भयो तिम्रो एक्सपिरियन्स एकदम धेरै रमाइलो भयो मोर देन आई एक्सपेक्टेड अनि म चाहिँ आई वुड लभ टु डु मोर क्याम्पिङ विथ यु हाम्रो बिहानलाई नि सोध्नु न तिम्रो कस्तो एक्सपिरियन्स आयो तिम्रो फर्स्ट क्याम्पिङ यस्तो गरिदेऊ न यस्तो गरिदेऊ दिदी हजुर चाहिँ सन्चो हुनुहुन्थेन होइन त्यहाँदेखि थ्याङ्क यू सो मच दिदी थ्याङ्क यू सुन न खोइ हाम्रो गणेश चाहिँ अग्लो हुनुहुन्छ नि What's up, Boyne? Yo, we enjoyed a lot, you know, and so happy for everyone that we are a team, you know. Yeah. So, and look at deer. Oh dear. We gotta ask him how it's doing. Oh, यहाँनिर डियर छ गाइस प्रतीक्षा डियरलाई पनि सोध्नु त कस्तो भयो त्यहाँ चाहिँ डियर छ होइन तर होइन वाइल्ड लाइफलाई हामी डिस्टर्ब नगरौँ प्रेजेन्ट र तिमीलाई कस्तो रमाइलो भयो कि भएन एकदम रमाइलो भयो यार थ्याङ्क यू प्राति मैले बनाएको के छ त्यो अचार मिठो जेमा पनि मिठो आलु म्यास पोटेटोमा पनि मिठो है आफ्नो तारिफ आफै गर्ने यार आफै बनाएर बुढो जेमा नि जाने त्यो भन तिमीलाई मैले धेरै सताएँ कि सताइन त्यो भन तिम्रो कामै मलाई सताउनु त हो नि त्यही भएर बिहे गरेको ल इट वाज फन प्रतीक्षाको ब्लगमा आउनु पाएर एकदम रमाइलो लागिरहेछ भाग्यमानी महसुस भइरहेछ मलाई अरू के भन्नुपर्छ ल फेरि गर्नुपर्छ बियोनले भन्छ कि बियोनलाई नै इन्जोय गर्यो आइएम 100% स्योर ल हाम्रो अब अञ्जल दाइको टर्न नो पपराजी प्लिज मलाई एकदम रमाइलो भयो अनि कम्पनी फुड दाइ मास्टर सबै जाने छोइला स्पेसल भएको ल थ्याङ्क यू दाइ ओ प्रतिज्ञा आइसक्यो मेरो ब्लगमा कस्तो हामी यहाँ काम गरिरहेछौँ हल्का फुल्का रमाइलो भयो म चाहिँ काम गरेको छैन होइन काम गरिरहेछौँ नि अब तल एकछिनमा सबै काम ल कहाँ गयो आसी डार्लिङ आऊ ल हाउ वाज योर एक्सपिरियन्स एकदम रमाइलो भयो वी इन्जोयड एभ्रीबडीज कम्पनी प्रतीक्षाले एकदम मिठो अचार बनाएर खुवायो इट वाज रियली गुड वी इन्जोयड इट ल हाम्रो अभिनव दाइ लास्टमा हिरो है त कस्तो भयो हजुरको एक्सपिरियन्स रमाइलो भयो धेरै पछि क्याम्पिङ आएको मजा आयो ल सबैजनाले यस्तो बाई बाई भनौँ न